अल्छी लागिरहेछ यार साउन्ड निकाल्दैन बसिरहेको काम नै पर्यो नि त हो It's very hard स्वाइया गाउँ के हो मजा आयो सरी एयरफोन लगाएर आउँछु ल ओके कन्टिन्यू गरौँ न अब सिँगारै भयो पिरो खाएर सिँगारी भयो सिँगारी पिरो खाएर तर पिरो पुगेन क्या यसो आधी पुगेको चम्चा दुई पनि पुगेन मजा आयो मजा चिप्लेको चिप्लै गरेको चिप्लेको चिप्लै चिप्लेको चिप्लै चिप्लेको चिप्लै पोलेको अवस्था मजा आयो मलाई चाहिँ स्पेसली पिरियड हुन लाग्ने टाइममा खानु मन लाग्छ क्या पिरो स्पाइसी लङ टाइम पछि खाएको मैले आज बनाउन आएको जस्तो भइदिइरहेको मलाई आज पिरो पुगेन सबै ठिक छ त्यही हो पिरियड हुन लाग्ने टाइममा यस्तै चाहिँ खानु मन लाग्छ चटपट चटपट अनि नआएको त मलाई 2-3 महिना भइसक्यो आज बनाएको मैले बिर्सेको जस्तो फिल भयो क्या मलाई त्यही पनि ठिकै भयो तर पहिला बनाएको चाहिँ पर्फेक्ट चाहिँ भएन घरमा सबै लायो नि त हौ छ्या के भएको यसमा नहाल्नु जस्तो भयो मलाई चिप्ले चिप्ले भइगयो त लास्टै यत्तिरी यसरी खाइदिनु हुन्छ नआएपछि के गर्नु के हो यो मिठो मिठो भयो मैले बन्दा नि यतिकै हाल्यो है लङ टाइम पछि समातेको नआएको जस्तो फिल भयो मजा आयो खुल लागेको अवस्था पिरो त झन् त्यही पनि त्यो भएको मजा आउनु थाल्यो है अब
अब चौधो बनाउँदाखेरि अभियसली मासु राख्नै पऱ्यो पर्दैन उता मासु आइरहने चाहन्छु स्पेसली यो बनाउँदाखेरि थुक्पा भन्ने के भन्ने थुक्पा त चाउमिनमा मात्रै हुँदैन यो त चौचोको भयो नि त चौचोकोलाई के भन्छ थाहा यो कोरियनहरूले जुन त्यो म हेर्छु क्या मुक्बाङ के हो बनाएन त्यस्तो सिङ्गै राखेर बनाउँछ भने त्यसै राखेर बनाएको सिङ्गै राखेर अनि कस्तो मिठो होला जस्तो खानु नि त तर मिठो भएको छ चाहिँ भएको पिर्नु पऱ्यो अनि अर्को कुरा क्या मलाई गोलभेडा यस्तो मनपर्छ होइन यस्तो मनपर्छ सिङ्गै राखेर राख्छु क्या ग्रेनी खानु मन लाग्यो भने गोलभेडा यत्तिकै फ्राई गरेर खान्छु नि यसरी नै कस्तो मनपर्छ मलाई मतलब पिरियड हुनु लाग्यो भने मलाई गोलभेडा पनि क्रेभिङ हुन्छ क्या यस्तो नराम्रो हुन्छ नि खाइदिइहाल्छु यस्तो फुटेर होइन कि यत्तिकै सेकेर खान्छु कि यसमा दुइटा खाइदिउँ एउटा अघि नै खाएँ ओहो के नपुग जस्तो लागिरहेको छ मलाई किन नपुगे थाहा छैन सरी अलिकति भयो एकदम पिरो चटपट बनाउनु खानु मन लागिरहेको छ तर यहाँ मिठै पाउँदैन क्या त्यही पनि मलाई किन जाने अल्छी लागिरहेको छ सकिरहेको छु कि झड्किएको मिठो भयो जेउस आनन्द लाग्यो जन्नतमा पुगे जस्तो लाग्यो बाबा मेरो 10 मिनट सकिन लागिसकेको रहेछ So bye-bye. Piru भयो नि के भयो के भएर